हेलो गाइस, आज चाहिँ सुरु गर्दैछु म यहाँ रङ्गोली बनाउनु भन्नाले अब यसै त्यत्रो राम्रो रङ्गोली बनाउनु पनि त जान्नु त। अनि फेरि मम्मीले रङ्गोली बनाउने रङले हुनुभएको अरे होली खेल्ने रङ सिलेर आउनुभएको रहेछ। अन्त यसले त हुँदैन बल्ल बल्ल अलिअलि काम टाढा यसो आँकिदिनु पर्ने आँकिदिरहेछु, बनाउनु पर्ने भने यस्तो पाराले। यति चाहिँ लास्टै बनाइसकेँ। यो चाहिँ मेरो मम्मी घरको है। दिवाली म घरदेखि आएर घरमा आएर अनि यहाँ चाहिँ दुईवटा कलरको मात्रै रङ्गोली बनाउने रङ रहेर यति रङ्गोली चाहिँ बनाएँ। अब यहाँ अलिकति त्यहाँ अलिकति अनि यो चाहिँ रातिको, यो चाहिँ उता घरको छोरो चाहिँ पुरा खुसी छ झिलिमिली गर्ने भनेर। झिलिमिली दिवाली छोरो चाहिँ पुरा खुसी छ उसलाई झिलिमिलीले। अनि उसलाई उता मम्मी घरबाट उता घरमा जान मानेकै थिएन, मम्मी घरमै बस्छु भनेर आएको थियो। अनि बादमा यो भिडियो मैले बुबालाई पठाइदिनु भनिरहेको थिएँ, उताको घरको पनि। अनि बुबाले पठाइदिनु भएको ऊ यो देखेर अहिले राति नै गइहाल्ने मम्मी घरमा भनेर दोहोरा। हामी चाहिँ म चाहिँ घरमा विशेष गरेर त्यही रङ्गोली बनाउनु भनेर गएको थिएँ। भएर त रङ्गोली बनाउने रङ सिलेर आएर त यस्तो हल्का अलिअलि उयो भएर अनि घर आएर घरमै दिवाली मनाइन्छ नि। यता यो मम्मी घरको भिडियो। अनि तपाईँहरूको कस्तो के गयो दिवाली? हाम्रो चाहिँ यस्तै भयो है। ए आज चारैतिर झिलिमिली दियो र बाती, कति खुसीको दिन है। कति मजा। सबैजनालाई ह्याप्पी दिवाली मेरो तर्फबाट। सबैजनालाई सबैको दिवाली राम्रो होस्, भाइटिका राम्रो होस्, सबैको मुखमा खुसी होस् भन्ने कामना गर्दछु म।